दूरदराजसम्ममा प्रहरीको नजर नागरिककै सेवा र सुरक्षामा खटिरहन्छ हर प्रहर। जय नेपाल, सत्य सेवा सुरक्षणम। आदरणीय दर्शकवृन्द, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको साप्ताहिक प्रस्तुति प्रहरी कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। साप्ताहिक रूपमा प्रसारण हुने प्रहरी कार्यक्रममा आज हामी प्रहरी गतिविधि, अपराध समाचारका साथै कार्यक्रमको अन्त्यमा जनचेतनामूलक श्रव्य दृश्य सामग्री लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ प्रहरी गतिविधि सम्बन्धी समाचारबाट। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जिल्लाका दुर्गम तथा पहाडी ग्रामीण बस्तीहरूमा शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकहरूमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीको कमान्डमा कार्तिक 18 गतेबाट 6 दिनको लागि खटिएको प्रहरी गस्ती टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिला गोला, चेपुवा, किमाथाङ्का, हटिया गोला, मकालु गाउँपालिकाको हेदङ्गना र नुम लगायतका विभिन्न वडा एरिया इलाकाहरूमा गस्ती गर्नेछ। प्रहरी नायब उपरीक्षक मैनालीले स्थानीय क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्नुका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको बताउँदै भौगोलिक चुनौतीका बावजुद पहाडी र दुर्गम क्षेत्रमा नियमित गस्ती समुदायसँग भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाई दुर्गम भेगमा शान्ति सुरक्षा कायम राख्ने जिल्ला प्रहरी कार्यालयको मुख्य योजना रहेको बताउनुभयो। कोशी प्रदेश प्रहरी कार्यालयका श्रीमान प्रहरी नायब महानिरीक्षक ज्यूसँग जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले गरेको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर 1 अनुरूप जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले हिजोदेखि नै एलआरपी सुरु गरेको छ। हिजो हामी हटिया गोलामा आइपुग्यौं र त्यहाँबाट आज लिङ्गम हुँदै हाम्रो भोलि किमाथाङ्कासम्म जाने योजना रहेको छ र यस क्रममा हामीले रुटमा पर्ने प्रहरी युनिटहरूको अनुगमन निरीक्षण गर्नुका साथै रुटमा पर्ने स्थानीय निकायहरूसँग छलफल अन्तर्क्रिया गर्ने र स्थानीय वासीहरूसँग समेत भेटघाट अन्तर्क्रिया गरी प्रहरीले गरेका काम कारबाही प्रति जनताको फिडब्याक बुझ्ने काम समेत भएको छ र यसबाट समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरीले गर्ने काम कारबाही प्रति जनतालाई सचेतना गराउन र समाजमा घट्न सक्ने र घटेका घटनाहरूप्रति जनतालाई जनचेतना जगाउन र प्रहरीको उपस्थिति समाजमा देखाउन समेत यो एलआरपी महत्त्वपूर्ण रहेको कुरा यहाँ म राख्न चाहन्छु। साथै यसले गर्दाखेरि समाजमा रहेका जनताहरूलाई समाजमा शान्ति स्थापना गर्न, अमन चयन कायम गर्न र यसबाट शान्ति सुरक्षाको प्रत्याभूति अनुभूति गर्नको लागि यसले महत्त्वपूर्ण सहयोग गर्नेछ भन्ने अपेक्षा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले लिएको छ। उक्त टोलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सुरक्षा सम्बन्धी सुझाव, आवश्यक सहयोग तथा प्रहरी सेवाका बारेमा जानकारी गराएको थियो। गाउँ बस्तीसम्म प्रहरीको नियमित पहुँच र उपस्थिति हुँदा सर्वसाधारणमा सुरक्षाको अनुभूति हुने तथा प्रहरी र नागरिक बीचको सम्बन्ध सुदृढ भई आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुने हुँदा कोशी प्रदेशका पहाडी भेग तथा तराईका जिल्लाहरूमा नियमित रूपमा प्रहरी गस्ती गरिँदै आएको छ। प्रहरी र नागरिक बीच सुमधुर सम्बन्ध स्थापित गरी समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा नागरिकका पीरमर्का समस्या, गुनासो र प्रहरीसँगको अपेक्षाको सुनवाई गर्न जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिक सुनवाई कार्यक्रम सञ्चालन गरेको छ। कार्तिक 19 गते फुङलिङ नगरपालिका 10 स्थितमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा भएको नागरिक सुनवाई कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले समाजमा शान्ति सुरक्षा कायम राख्न र समाजमा रहेका कुरीति तथा विसङ्गतिहरूलाई नियन्त्रण गर्न नागरिकको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी र नागरिक हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण हुने विश्वास दिलाउनुभयो। समाजमा अप्रिय घटनाहरू नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरी 24 घण्टा परिचालन भएको अवगत गराउँदै अपराधमुक्त समाज निर्माण गर्नमा स्थानीयवासीको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा नागरिकहरूबाट आएका जिज्ञासा, पीरमर्का,
गुनासो र प्रहरीसँगको अपेक्षाहरूको सुनवाई गरिनुका साथै प्राप्त राय, सल्लाह र सुझावहरू कार्यान्वयन गरिने विश्वास दिलाउनु भएको थियो। ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिमको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। अब अपराध समाचार। झापाको शिव सताक्षी नगरपालिका 10 माइधारका 33 वर्षीय सरोज शर्माको हत्यामा संलग्न रहेका 2 जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा शिव सताक्षी नगरपालिका 10 का 27 वर्षीय सुनिल शाह र 24 वर्षीय राहुल शाह रहेका छन्। कार्तिक 9 गते दिउँसो सरोज शर्मा शिव सताक्षी 10 माइधार स्थित आफ्नै घरबाट साथी सुनिल शाहलाई भेट्न जान्छु भनी बागमती प्रदेश 0103 030 च 7104 नम्बरको कारमा निस्केका थिए। पटक पटक घरबाट सुरज शर्माले बोकेको मोबाइलमा फोन सम्पर्क गर्दा फोन नउठेको र बेलुकी 6 बजे पश्चात उक्त मोबाइल नम्बर स्विच अफ भएकोले बेपत्ता भएका श्रीमानको खोज तलास गरी पाऊँ भनी सरोज शर्माकी श्रीमतीले इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलिया निवेदन दिएकी थिइन्। उक्त हुलियाको आधारमा प्रहरी कार्यालयहरूबाट खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको अवस्थामा कार्तिक 13 गते बिहान 11 बजे झापाको मेची नगरपालिका 13 स्थित सामुदायिक वन क्षेत्रमा उक्त नम्बरको कार जलिरहेको अवस्थामा फेला परेको थियो। र सोही खोज तलासकै क्रममा मिति 2082 साल कार्तिक 13 गते मेची नगरपालिका वडा नम्बर 13 मा अवस्थित निचा झोडा सिमसार जङ्गल क्षेत्रमा सरोज शर्मा चढ्ने गाडी दलिरहेको अवस्थामा फेला पर्यो र सोही दलिरहेको अवस्थाको गाडीको नजिकै एउटा चप्पल पनि फेला पर्यो र सो चप्पल उनकै छिमेकी सरोज शर्माकै छिमेकी सुनिल शाहको भएको भन्ने कुरा बुझियो। तत्पश्चात खोज तलास तथा अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्की ज्यूबाट कोशी प्रदेश प्रहरी कार्यालयबाट त्यसै गरी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली परिचालन भयो र साथसाथै कोशी प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली परिचालन भयो र खोजतलासकै क्रममा सुनिल शाह भन्ने व्यक्ति जो शिव सताक्षी नगरपालिका वडा नम्बर 10 सरोज शर्माकै छिमेकी र साथी पनि हुन्। उनी चाहिँ नि भाग्दै गरेको क्रममा विराटनगर महानगरपालिका अन्तर्गत पर्ने सीमावर्ती क्षेत्र रानीमा प्रहरीले पक्राउ गर्न सफल भयो र सोही दिन खोजतलासकै क्रममा सुनिल शाहकै भान्जा राहुल शाहलाई प्रहरीले शिव सताक्षी नगरपालिका वडा नम्बर 10 उनकै घरबाटै पक्राउ गर्न सफल भयो। कार जलेको स्थान नजिकै फेला परेको चप्पल सुनिल शाहको भएको पुष्टि भएसँगै शङ्कित सुनिल शाहको बारेमा बुझ्दा सुनिल शाह र उनको भान्जा राहुल शाह दुवैजना 13 गते बिहानै घरबाट भागी फरार रहेको खुल्न आएसँगै खोज तलास गर्ने क्रममा कार्तिक 14 गते सुनिल शाहलाई लुकीछिपी भाग्दै गरेको अवस्थामा विराटनगर रानी स्थित सीमा नाकाबाट पक्राउ गरिएको हो भने राहुल शाहलाई शिव सताक्षी नगरपालिका 10 स्थित उनकै घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरूको प्रारम्भिक अनुसन्धानको क्रममा बेपत्ता भएका सुरज शर्माको लास झापा गाउँपालिका 5 स्थित बिरिङ खोलाको पुलको मुनि खाल्डो खनी गाडेको भनी बताए अनुसार कार्तिक 15 गते प्रहरीको अनुसन्धान टोलीले उक्त स्थानमा गई खाल्डोबाट प्लास्टिकले बेरेको अवस्थामा रहेको शव उत्खनन गर्दा सुरज शर्माकै भएको पुष्टि भएको थियो। हत्या पश्चात सोही रात एक सहयोगी भारतीय नागरिक जो हालसम्म पनि फरार रहेका छन् को साथमा 3 जना मिली मृतक सरोज शर्माको लासलाई मृतककै गाडीमा हाली झापा गाउँपालिका वडा नम्बर 5 स्थित हुलाकी मार्गमा पर्ने बिरिङ खोला र बिरिङ खोलामा रहेको पुल मुनिको जमिन भागमा मृतक सरोज शर्माको लास गाडिएको बुझिएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उक्त लासलाई उत्खनन गरी बाहिर निकाली आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान पश्चात लास पोस्टमार्टम गर्नको लागि बीपी कोइराला शिशु अस्पताल धरान घोप्याकाममा पठाइएको छ।
नियन्त्रणमा लिएका सुनिल शाह र निजकै नातामा पर्ने भान्जा राहुल शाहसँग प्रहरीले सोधपुछ गर्दा प्रारम्भिक रूपमा सरोज शर्माले सस्तोमा सुन पाए, केही आफूले किन्ने र काठमाडौँमा चिनाजानमा रहेका साथीलाई पनि किनाइदिने भनी सुनिल शाहलाई सुन खोज्न भनेकोमा सुनिल शाहले विगत 1 महिना अगाडिदेखि नै सरोज शर्मासँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी मुलुकमा लगी घरका आफन्तहरूसँग करोडौं रुपियाँ असुल्ने योजना बनाई 2082 साल कार्तिक 9 गते अन्दाजे बेलुकी 5:30 बजेको समयमा आफूले सुन ल्याई राखी गाडीको स्थान हेर्न आउन सरोज शर्मालाई ललाई फकाई गरी अर्जुनधारा नगरपालिका वडा नम्बर 4 स्थित दहीझोडा सामुदायिक वनमा बोलाई सुनिल शाह र निस्के नातामा पर्ने राहुल शाहले आफूसँगै ल्याएको ह्यामर हतौडाले सरोज शर्माको टाउकोमा प्रहार गरी सोही स्थानमा हत्या गरेको देखिन्छ। पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय झापाबाट अपहरण, शरीर बन्धक, अपराधिक प्रवेश, अपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोज तलास भइरहेको छ। पाँचथरको हिलिहाङ गाउँपालिका 1 फेदाबका 69 वर्षीय युवराज राईको हत्यामा संलग्न उनकै छोरा 31 वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक 16 गते वाद विवादको क्रममा रिसको आवेशमा आए सन्देशले काठको मुङ्ग्रोले आफ्नै बाबुको शरीरको विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देश राईलाई घटनास्थलबाटै पक्राउ गरेको थियो भने हत्यामा संलग्न राईको आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ। अनलाइन मार्फत सर्वसाधारण नागरिकलाई ठगी गर्ने 2 जना महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराको लाहान घर भई हाल विराटनगर महानगरपालिका 5 मा बस्दै आएकी 50 वर्षीय पूनम देवी शाह र उनको 27 वर्षीय छोरी कोमल कुमारी शाह रहेका छन्। पक्राउ परेका उनीहरूले नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको भनी दर्ता शुल्क बाबतको रकम भन्दै ई सेवा मार्फत रकम ठगी गर्नुका साथै किनमेल गर्ने बहानामा किनमेल गरे पश्चात आधा रकम फिर्ता गरिदिने भनी सटै नहुने पूनम देवी शाह नामको चेक दिएर विभिन्न प्रकारले ठगी गर्ने गरेको भनी जिल्ला प्रहरी कार्यालय मोरङमा पीडितले उजुरी दिएको हुँदा उजुरीको आधारमा 2 जनालाई कार्तिक 16 गते पक्राउ गरी अनुसन्धान भइरहेको छ। ठगी कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएको हुँदा थप अनुसन्धान कार्य भइरहेको र पूनम देवी शाहको मोबाइल नम्बर 9823 89 82 93 को ई सेवा मार्फत अन्य कोही व्यक्ति ठगीमा परि पीडित भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदनसहित सम्पर्क राख्न हुन अनुरोध गरिएको छ। अनलाइन माध्यमद्वारा विभिन्न किसिमका ठगीका घटनाहरू बढ्दो क्रममा रहेको हुँदा यस्ता ठगीबाट जोगिन सजग र सतर्कता अपनाई इन्टरनेट प्रयोग गर्न हुन सम्पूर्ण प्रयोगकर्ताहरूमा कोशी प्रदेश प्रहरी कार्यालय अनुरोध गर्दछ। सामुदायिक लघुवित्त संस्थाका कर्मचारीहरूलाई धाक धम्की दिई कुटपिट तथा लुटपाटमा संलग्न रहेका 6 जनाको समूहलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठान जिल्ला घर भई सङ्खुवा सभाको चैनपुर नगरपालिका 7 मा बस्दै आएका 30 वर्षीय केबीपुन मगर, चैनपुर 7 का 25 वर्षीय लबा आले मगर, 31 वर्षीय युवराज फिठाकोटे मगर, 25 वर्षीय एम सिख एमसाली मगर, 25 वर्षीय प्रदीप समाल मगर र 29 वर्षीय एम वीरेन एमसाली मगर रहेका छन्। पक्राउ परेका उक्त समूहले कार्तिक 12 गते राति सामुदायिक लघुवित्त संस्था चैनपुरका शाखा प्रमुख अक्षय चौधरीको मोटरसाइकलको चाबी खोसी एकान्त कुनामा लगेर कुटपिट गर्दै मार्ने धम्की दिई चौधरीसँग भएको नगद 81,145 रुपियाँ लुटपाट गरी 20 लाख रुपियाँ भोलिपल्ट बुझाउने शर्तमा चौधरीलाई छोडेका थिए। उक्त घटनाको बारेमा चौधरीले इलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय चैनपुरबाट खोज तलासमा खटिएको प्रहरी टोलीले घटना घटाउने उक्त समूहलाई लुकी छिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले 38,470 रुपियाँ बरामद गरेको थियो।
पक्राउ परेका उक्त समूहको आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागु औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तर्गत यो साता लागु औषध बेचबिखनमा संलग्न 28 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ब्राउन सुगर 165 ग्राम, 909 मिलिग्राम, प्रतिबन्धित औषधि 339 वटा ट्याब्लेट, क्याप्सुल 210 वटा, एम्पुल 155 वटा र गाँजा 167 किलो 610 ग्राम बरामद गरेको छ। लागु औषधमा संलग्न व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्देश्यका साथ परिचालन भएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका 3 स्थितबाट 101-656 नम्बरको एम्बुलेन्समा लुकाई छिपाई राखेको 33 किलो 610 ग्राम गाँजासहित ओसार पसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर 5 का दुर्गा प्रसाद राजवंशी र जहदा गाउँपालिका 3 का दिलीप कुमार राजवंशीलाई पक्राउ गरेको छ भने उदयपुरको बेलका नगरपालिका 8 स्थित सप्तकोशी नदीमा रबरको ट्युबमा 6 वटा बोरामा बग्दै गरेको अवस्थामा 134 किलोग्राम गाँजा बरामद गरेको छ। यसैगरी मोरङको विराटनगर 5 स्थितबाट सुनसरी देवानगञ्ज गाउँपालिका 2 का विकास कुमार यादव र भारत बिहार पूर्णियाका कृष्ण कुमार मेहतालाई 53 ग्राम 17 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने दमक 5 का राजु श्रेष्ठलाई झापाको मेचीनगर नगरपालिका 6 स्थितबाट 45 ग्राम 930 मिलिग्राम ब्राउन सुगर सहित नुवाकोटका रामबहादुर तामाङलाई 17 ग्राम 200 मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका 3 का राजु माझीलाई 7 ग्राम 260 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ। चेक जाँचकै क्रममा विराटनगर 12 स्थितबाट मोरङ सुन्दर हराइचा 10 का सुशान्त पोखरेल र चेवन धिमाललाई 11 ग्राम 22 मिलिग्राम ब्राउन सुगर सहित मोरङ सुन्दर हराइचा 4 का रोमन राई र केराबारी 10 का पूर्ण तामाङलाई 12 ग्राम 81 मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको कोशी गाउँपालिका 1 स्थितबाट धादिङका विष्णु अधिकारीलाई 9 ग्राम 940 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ। लागु औषध सहित पक्राउ परेका उनीहरूको आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ। दर्शकवृन्द, अब कार्यक्रममा पालो भएको छ जनचेतनामूलक श्रव्य दृश्य सामग्रीको। वाउ, राम्रो। त्यो आइडी को फोन नम्बर, पासवर्ड र सबै डेटाहरू चेन्ज गर। अब दिनेशको मोबाइल हराएको र नयाँ फोन नम्बर लिएको भनेर उसको फेसबुकमा स्टाटस लेख। अनि सुन, 1 महिना यता कोसँग घनिष्ठ सम्बन्धसँग कुरा भएको छ र कोसँग आर्थिक कारोबार भएको छ मेसेन्जरबाट पत्ता लगाऊ। हुन्छ सर। सुना आशा, फेसबुकमा एउटा स्टाटस हाल, म बिरामी भएर हस्पिटल भर्ना भएको छु भनेर। अनि उसको क्लोज फ्रेन्डहरूलाई मेसेज गर, म इमर्जेन्सी हस्पिटल भर्ना भएको छु, मलाई पैसा पठाऊ भन। ई सेवा आइडी चाहिँ हाम्रो फोन नम्बर पठाऊ। लौ न दाई, मेरो पथरीको अपरेसन गर्नुपर्ने भयो, मलाई 50 के जति हालिदिनु न प्लिज।
थ्याङ्क यू। हेलो दाइ, मेरो फेसबुक ह्याक भएछ। ह्याकरले आफन्तहरूसँग पैसा माग्दैछ अरे। ल त हस्पिटलमा छस् भनेर भर्खर पहिले 50,000 हालिदिएको बर्बाद भयो त यार। अब के गर्ने दाइ? अब हामीले तुरन्त प्रहरीलाई खबर गर्नुपर्छ। हुन्छ, त्यसै गरौँ। जय नेपाल उपत्यका प्रहरी कार्यालय रानीपोखरी कन्ट्रोल रुम। सुन्नु न सर। हजुर हुन्छ, म तुरुन्त साइबर ब्युरो भोटाइटीमा खबर गरिदिन्छु। सर, हाम्रो यो मिसन पनि सक्सेस भयो। अब हामीले अर्को क्लाइन्ट खोज्नुपर्छ। यस, क्लाइन्ट खोज्नै पर्दैन तपाईँहरूले, हामी आफै आइसक्यौँ। तपाईँहरू विरुद्ध अदालतबाट पक्राउ पुलिस जारी भइसकेको छ। अदालत साहब, उहाँलाई नियन्त्रणमा लिनुहोस्। हस् सर, तपाईँहरू हिँड्नुहोस् हामीसँग। दर्शकबिन्द, आजलाई प्रहरी कार्यक्रम यति नै। हाम्रो यो कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयको युट्युब च्यानल, कोशी प्रोभिन्स पुलिस र कोशी प्रदेश प्रहरी कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा समेत हेर्न सक्नुहुनेछ। कार्यक्रमबारे कुनै सल्लाह सुझाव प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना koshi_newsdesk@nepalpolice.gov.np अथवा मोबाइल नम्बर 9856 94 444 मा समेत जानकारी गराउन सक्नुहुनेछ। त्यसैगरी तपाईलाई प्रहरीसँग सम्बन्धित कुनै जिज्ञासा सूचना तथा उजुरी भए हाम्रो हटलाइन नम्बर 100 वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, अर्को सातासम्म म लगायत यस कार्यक्रमका सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। तपाईहरूको यो साता सुखद रहोस्। नमस्कार, जय नेपाल। हर गाउँ हर नगरी फुलको वासना सरी, नागरिकलाई मानी सर्वोपरि। हर गाउँ हर नगरी फुलको वासना सरी, नागरिकलाई मानी सर्वोपरि। हर पल हर घडी जन जनको लागि खड्छ नेपाल प्रहरी, नेपाल प्रहरी।